होइन हो च्याङ्बा, किन यसरी भागेको हो? स्वर्ग झैसै लुङ्ग डाँडैमा नाच्दामा डम्फुको तालैमा, स्वर्ग झैसै लुङ्ग डाँडैमा नाच्दामा डम्फुको तालैमा, मैचङको गुलाबी गालैमा परेम माया जालैमा, मैचङको गुलाबी गालैमा परेम माया जालैमा, हो परेम माया जालैमा। अहिले हामी बिहान 5:30 बजेको हिँडाइपछि अहिले लगभग 7 बजेको छ। करिब 1.5 घन्टाको हिँडाइपछि हामी कालापानी सैलुङमा पुग्ने आँटेका छौँ। अब यहाँबाट करिब 5 मिनट हिँडेपछि हाम्रो मेन डेस्टिनेसन आजको सैलुङ कालापानीमा पुग्नेछौँ। यो जुन पछाडि देखिएको यो पृष्ठभूमिमा देखिएको यो जुन दृश्य छ यो चाहिँ सैलुङका थुम्काहरू हुन् र सयौं थुम्काले यो ठाउँ बनेको हुनाले यो ठाउँको नाम चाहिँ सैलुङ हुन गएको हो भन्ने जनविश्वास रहेको छ। र आजको मौसम एकदम सफा देखिन्छ। सो हामीलाई प्रकृतिले नै आज साथ दिएको जस्तो अनुभूति भइरहेछ। लाली त गुराँस फुल फुल्यो, उभो त सैलुङले कैमा लाली त गुराँस फुल फुल्यो, मैचङको झुटल देख्दैमा अल्ला रे चम्बाको मन भुल्यो, मैचङको झुटल देख्दैमा अल्ला रे चम्बाको मन भुल्यो मैचङ। चरीलाई मन परेको परीलाई, सैलुङ लेखको चरीलाई मन परेको परीलाई, लल्लाई पक्कै लैजाउँ कि मोहनी लगाई लैजाउँ कि, लल्लाई पक्कै लैजाउँ कि मोहनी लगाई लैजाउँ कि मैचङ। नमस्ते सङ्गठनमा म अनित खोजु र म निश्चल खोजु। हामी हिजो
ठिक 11:30 बजे हामी सैलुङको लागि निस्केका थियौँ र बिहान करिब 1:30 बजेतिर हिँड्दाखेरि यहाँ लगभग 3:30 बजेतिर पुगिने रहेछ। लगभग खासै डिस्टेन्समा त छैन, काठमाडौँदेखि खासै डिस्टेन्समा त छैन यो ठाउँ, तर एकदम अलिकति आधी घन्टा जति चाहिँ अफरोड रहेको छ र यो सैलुङ कालापानीमा आउन चाहिँ खासै त्यस्तो गाह्रो चाहिँ छैन र आज मौसमले पनि